गाइस ल यता हेर्नु है आज चाहिँ हामी चाहिँ ममता पार्दै यो ममता पार्दै तिमीलाई चाहिँ निकाल्नु पर्छ त ममता पार्दै यो मम झन्डै लरे गाइस यता घाम परिरहेछ कि क्यामेरामा र हामी चाहिँ यस्तो उकालोमा ल हेरौँ त तल हामी चाहिँ लेक पुग्नु आँट्यौँ है यहाँ माथि लेकमा र यो धुपी गाडीहरू यस्तो राम्रो छ हो बाफरे यही घर बनाएर बस्छौँ जत्तिकै हाम्रो पार्टीहरू चाहिँ तल आउँदैछ है ल गाइस म माथि पुगिसकेपछि चाहिँ म देखाउने चाहिँ केटाकेटीहरू अघि गइसक्यो कि हामी चाहिँ यहाँ छरपिष्टै भइरहेछौँ है फाइनली टपमा नै आइपुगिसक्यौँ है र यहाँ झिल रहेछ खास चाहिँ यही झिलमा आएको हामी यही झिलमा आएको है पुग्यो पुग्यो आउनु यहाँ रहेछ यहाँ नजिकै तल हाम्रो पार्टीहरू पनि छ कि अन्त उनीहरूलाई बोलाउँदै गरेको खासै त्यस्तो ठुलो केही नभए पनि यो चाहिँ एउटा टुरिज्मको लागि नै रहेछ हो लेक राम्रो देखिरहेछ है अब चाहिँ म मेरो फ्रन्ट क्यामेरा अफ गरेर ब्याक क्यामेरामा जाँदैछु है फाइनली हामी लेकमा पनि आइपुगिसक्यौँ है अब हेर्दै जानुपर्छ यहाँ यो चाहिँ जोर पोखरी रहेछ माछाहरू पनि रहेछ खास चाहिँ यो जोर पोखरी हो एउटा लेक चाहिँ माथि छ तर सुकिसक्यो भन्ने भनाइ छ मेरो गाइजहरू चाहिँ अघि आएर पनि हेर तिमीहरूको आधी फ्यामिली तलै छ सानो झिल छ अरे यहाँ हेर्नु जाँदैछु ए सानो रहेछ सानो पोखरी मुहान भन्छ है हाम्रो नेपालीमा चाहिँ यो पोखरीको मुहान रहेछ कि क्या सफा रहेछ यहाँदेखि चाहिँ पोखरीमा माछा पनि रहेछ कि ओके गाइज लामो भयो भिडियो अब काट्छु अर्को सुकिरहेछ त्यो उतापट्टिको भालेपोती हो नि त दुइटा सर्काउँदै भए दामी पो आउँदैछ है ल हेलो गाइस लाँदैछु मेरो अर्धाङ्गिनीलाई डोराउँदै डोराउँदै यहाँदेखि चाहिँ दामी घाम पनि लागेको रहेछ है अब खास माथि लेक घुमेर पनि आइसक्यो र यो धुप्पीमै बनाएको रहेछ कि त्यहाँ जानु मन पर्यो है दामी गार्डनहरू देखिँदैछ अब भ्लगर त जानु पर्यो होला नि त विशेष भ्लगरलाई नराख्ने कि के हो प्रवीण डेली भ्लगमा स्वागत छ तपाईहरुलाई भनेर चाहिँ यहाँ गार्डन त दामी बनाएर रहेछ है धुप्पीको रुखमै हावा घर बनाएको रहेछ हो हावा घरदेखि चाहिँ एकदम खिचिरहेको छु है